2082 सालको एसई क्लास 10 को एक्जाममा सहभागी हुने सम्पूर्ण भाइ बहिनीलाई चाहिँ धेरै धेरै स्वागत छ। आजको यस क्लासमा हामी चाहिँ डिस्कस गर्नेछौँ एसई 2082 इङ्ग्लिस स्पेसिफिकेसन इज ग्रेड हैन। आजको यस क्लासमा हामी चाहिँ जान्छौँ कि हामी चाहिँ इङ्ग्लिस सब्जेक्टलाई कसरी तयारी गर्ने र इङ्ग्लिसमा चाहिँ हामीले चाहिँ कुन कुन कुरा छ जुन चाहिँ धेरै नै इम्पोर्टेन्ट छ र कुन कुन कुरा हामीले चाहिँ धेरै नै पढ्नुपर्छ हैन। आजको यस सेसनमा हामी चाहिँ कम्प्लिट बुझिहाल्छौँ कि हामीले चाहिँ यदि हामीले चाहिँ इङ्ग्लिसमा चाहिँ हामीलाई A+ ल्याउनु छ भने हामीले चाहिँ के कुरालाई ध्यान दिएर जब हामी पढ्छौँ भने हाम्रो चाहिँ A+ चाहिँ अलि इजिली आउन सक्छ हैन र इजिली त आउँदैन। हामीले चाहिँ प्र्याक्टिस गर्नुपर्छ, पढ्नुपर्छ, धेरै कुराहरू चाहिँ गर्नुपर्छ हैन। त्यो सब चाहिँ आजको सेसनमा म चाहिँ तपाईलाई एक्सप्लेन गर्छु कि हामी चाहिँ इङ्ग्लिसको प्रिपरेसन कसरी गर्ने हैन। सो सबभन्दा पहिला चाहिँ के छ त सबभन्दा पहिला चाहिँ हाम्रो स्पेसिफिकेसन ग्रिडमा चाहिँ हामीले यो बुझ्नुपर्छ कि हाम्रो चाहिँ मार्किङ सिस्टम के को छैन। इङ्ग्लिसमा चाहिँ कुन टाइपको चाहिँ मार्किङ आउँछ त इङ्ग्लिसमा चाहिँ सबभन्दा पहिला चाहिँ तपाईको तीनवटा सेक्सन हुन्छ। फर्स्टमा आउँछ रिडिङ, राइटिङ र त्यसपछि चाहिँ हाम्रो ग्रामर हैन। अब रिडिङमा चाहिँ तपाईको 40 मार्क्सको आउँछ हैन। यसमा चाहिँ क्वेशन नम्बर 1 देखि लिएर 4 सम्मको जुन क्वेशन आउँछ त्यो हुन्छ हाम्रो रिडिङ सेक्सनको र यो चाहिँ तपाई कम्प्लिट गर्नुहुन्छ भने तपाईले के पाउनुहुन्छ तपाईले चाहिँ 40 मार्क्स चाहिँ तपाई इजिली पाउनुहुनेछ। त्यसपछि आउँछ हाम्रो राइटिङ सेक्सन जुन कि चाहिँ हाम्रो 35 मार्कमा मतलब 35 मार्कको आउँछ र यो चाहिँ तपाईले पाउनुहुन्छ 5 to 8 नम्बरमा हैन। यानी कि जब मतलब यो पनि चाहिँ म चाहिँ तपाईलाई एकछिनमा चाहिँ म एक्सप्लेन गर्छु। थर्डमा आउँछ हाम्रो ग्रामर जुन कि चाहिँ 11 मार्कको सोध्ने गरिन्छ जुन कि हुन्छ मतलब क्वेशन नम्बर 9 to 10 हैन। जसमा चाहिँ हामी टोटल चाहिँ कति मार्क पाउँछौँ हामी चाहिँ टोटल 75 मार्क चाहिँ पाउँछौँ हैन। अब चाहिँ हेर्ने हो के भने तीनवटा सेक्सन आउँछ। फर्स्टमा आउँछ रिडिङ, त्यसपछि राइटिङ र ग्रामर हैन। र रिडिङ आउँछ 40 मार्क जुन जुन चाहिँ हामी चाहिँ बुझ्यौँ। त्यसपछि आउँछ राइटिङ जुन कि चाहिँ 35 मार्क आउँछ। त्यसपछि आउँछ ग्रामर जुन कि चाहिँ 11 मार्क्सको आउँछ हैन। अब आउँछ क्वेशन नम्बर हैन। क्वेशन नम्बर 1 to 4 सम्मको जुन क्वेशन हुन्छ त्यो चाहिँ रिडिङ सेक्सनको हुन्छ हैन। त्यसपछि क्वेशन 5 to 8 सम्मको जुन आउँछ त्यो हुन्छ राइटिङ सेक्सनको। त्यसपछि जुन क्वेशन 9 to 10 सम्मको आउँछ जुन त्यो हुन्छ चाहिँ ग्रामर सेक्सनको। त टोटल क्वेशन देखि मतलब टोटल क्वेशन चाहिँ क्वेशन नम्बर 1 देखि 10 सम्म हुन्छ हैन। र कुन चाहिँ कुन तरिकाले आउँछ कहाँबाट चाहिँ के आउँछ कति मार्क्सको आउँछ त्यो हामी चाहिँ अहिले बुझ्यौँ हैन। यो चाहिँ हाम्रो ब्रिफ भयो। अब हामी यसलाई अलि एक्सपान्ड वेमा चाहिँ हामी बुझौँ कि कुन क्वेशन कसरी हामी पढ्ने। यति भइसकेपछि न तीनवटा सिस्टम आउँछ रिडिङ, राइटिङ र ग्रामर टोटल चाहिँ 75 मार्क आउँछ। अब चाहिँ हामीलाई के मतलब बुझ्नुपर्छ त क्वेशन नम्बर 1 to 4 जुन हाम्रो चाहिँ एक्जाम आउँछ त्यो चाहिँ पुरै रिडिङ सेक्सनको हुन्छ नि। अब रिडिङ सेक्सनमा चाहिँ हामीलाई कुन तरिकाले आउँछ र हामीलाई चाहिँ के कुरामा चाहिँ अलि बढी फोकस गर्नु। त सबभन्दा पहिला यसमा चाहिँ के हुन्छ रिडिङ नम्बर 1 हैन जुन कि चाहिँ फर एक्जाम्पल हेर्नु भने यो चाहिँ क्वेशन नम्बर 1 मा भयो। क्वेशन नम्बर 1 मा चाहिँ के आउँछ त वन सर्ट रिडिङ टेक्स्ट फ्रम द टेक्स्ट बुक हैन। एउटा चाहिँ सर्ट मतलब सर्ट के हुन्छ एउटा सर्ट रिडिङ टेक्स्ट आउँछ नि। एउटा रिडिङ सेक्सनको चाहिँ एउटा टेक्स्ट आउँछ जुन कि चाहिँ हाम्रो बुकबाट हुन्छ। यानी कि यो चाहिँ सिन प्यासेज हुन्छ हैन विथ वन टाइप अफ कम्प्रिहेन्स क्वेशन है। र यसमा चाहिँ हामीले चाहिँ एउटा क्वेशन चाहिँ हामीलाई बनाउनु पर्छ हैन। अब यसको चाहिँ अलि यो चाहिँ 5 मार्क्स हुन्छ हैन। यसको टेक्स्ट लेन्थ चाहिँ अबाउट 100 वर्डमा चाहिँ एउटा चाहिँ प्यासेज हैन एउटा राइटिङ सेक्सन चाहिँ यसमा चाहिँ कम्प्लिट हुन्छ। एउटा टेक्स्ट चाहिँ यो चाहिँ 100 वर्डको चाहिँ यो चाहिँ कम्प्लिट हुन्छ हैन। र यो चाहिँ सिन प्याज हुन्छ जुन कि चाहिँ यो पेज चाहिँ तपाईको टेक्स्ट बुक भित्रै के हुन्छ तपाईको टेक्स्ट बुक भित्र चाहिँ जति पनि प्यासेजहरु छ त्यो मध्ये चाहिँ एउटा चाहिँ हाम्रो क्वेशन नम्बर 1 मा आउँछ। यो चाहिँ हाम्रो सी प्यासेज आउँछ हैन। यो हामी चाहिँ बुझ्यौ। त्यसपछि आउँछ हाम्रो रिडिङ नम्बर 2 यानी कि यो चाहिँ क्वेशन नम्बर 2 भन्दा पनि हुन्छ। यो चाहिँ क्वेशन नम्बर 2 मा आउँछ। ओ क्वेशन नम्बर 2 मा चाहिँ के आउँछ त वन सर्ट रिडिङ टेक्स्ट फ्रम द टेक्स्ट बुक विथ टु टाइप्स अफ कम्प्रिहेन्सन क्वेशन हैन। यो क्वेशन पनि चाहिँ तपाईको टेक्स्ट बुक भित्रैबाट आउँछ हैन। यो पनि कहाँबाट आउँछ त टेक्स्ट फ्रम द टेक्स्ट बुक हैन। र यसमा चाहिँ हामीले चाहिँ दुईवटा क्वेशन सोध्ने गरिन्छ। यो भन्दा अग्लोमा चाहिँ 5 मार्क्स आउँछ हैन। त्यसमा चाहिँ एउटा क्वेशन मात्र हुन्छ र जुन हाम्रो चाहिँ रिडिङ नम्बर 2 मा हुन्छ त्यसमा चाहिँ तपाईले 10 मार्कको चाहिँ गर्नुपर्छ। र यसमा चाहिँ तपाईले दुईवटा क्वेशन एटेन्ड गर्नुपर्छ हैन। र यसको चाहिँ टेक्स्ट लेन्थ चाहिँ 200 वर्डको हुन्छ नि। यसमा चाहिँ यो भन्दा अघिल्लोमा चाहिँ 100 वर्डको मात्रै थियो। यसमा चाहिँ कति हुन्छ यसमा चाहिँ 200 वर्ड्सको हुन्छ हैन। र यो पनि के हो त यो भयो तपाईको सिन प्यासेज जुन कि चाहिँ तपाईको टेक्स्ट बुकको भित्रैबाट हुन्छ हैन। यो पनि हामी बुझ्यौ। यानी कि हाम्रो क्वेशन नम्बर 2 पनि हामी चाहिँ बुझ्यौ हैन। अब छ क्वेशन नम्बर 3 हैन। अब चाहिँ क्वेशन नम्बर 3 मा के छ त वन सर्ट रिडिङ टेक्स्ट हैन। यो चाहिँ के हो त एउटा
सर्ट रिडिङ टेक्स्ट हो बट नट गिभन इन द टेक्स्ट बुक हैन र यो चाहिँ तपाईको टेक्स्ट बुकमा चाहिँ दिएको हुँदैन यो चाहिँ कहाँबाट हुन्छ यो चाहिँ बाहिरको हुन्छ हैन त्यसपछि विथ टु टाइप्स अफ कम्प्रिहेन्सन क्वेसन यसमा चाहिँ तपाईले टु टाइपको चाहिँ क्वेसन एटेन्ड गर्नुपर्छ यसमा चाहिँ तपाई 10 मार्क पाउनुहुनेछ हैन यसको टेक्स्टको लेन्थ चाहिँ 200 वर्ड्स को हुन्छ र यो चाहिँ अनसिन प्याज हुन्छ हैन अब चाहिँ सर्टकटमा हेर्नु भने यो चाहिँ एउटा रिडिङ सेक्सन आउँछ हैन जसले जो चाहिँ तपाईको टेक्स्टबाट बाहिरको हुन्छ यसमा चाहिँ तपाईलाई दुईवटा क्वेसन एटेन्ड गर्नुपर्छ हैन र यो चाहिँ 200 वर्ड को चाहिँ यसको टेक्स्टको लेन्थ हुन्छ र यो चाहिँ अनसिन प्याज यानी कि तपाईको टेक्स्टबुकबाट बाहिरको क्वेसन चाहिँ यसमा आउँछ हैन क्वेसन नम्बर 3 मा अब आयो हाम्रो क्वेसन नम्बर 4 हैन अब चाहिँ क्वेसन नम्बर 4 मा चाहिँ कस्ता टाइपको चाहिँ क्वेसन आउँछ नि क्वेसन नम्बर 4 मा छ वन सर्ट रिडिङ टेक्स्ट नट गिभन इन द टेक्स्ट बुक अनि यो पनि चाहिँ टेक्स्ट बुकबाट बाहिरकै आउँछ यो पनि चाहिँ तपाईको टेक्स्ट बुक भित्र चाहिँ हुँदैन र यसमा चाहिँ 3 टाइप्स अफ कम्प्रिहेन्सन यसमा चाहिँ तपाईले 3 वटा क्वेसन यसमा चाहिँ बनाउनु पर्छ यसमा चाहिँ तपाईलाई 3 वटा क्वेसन सोध्ने गरिन्छ र यो र यसमा चाहिँ हामी कति मार्क पाउँछौं त यसमा हामी पाउँछौं 15 मार्क हैन यसको चाहिँ टेक्स्टको लेन्थ कतिको हुन्छ त यसको टेक्स्टको लेन्थ हुन्छ 300 वर्ड्स हैन यसमा हामी चाहिँ 300 वर्ड को चाहिँ एउटा प्यासेज हामी चाहिँ क्वेसनमा चाहिँ पाउँछौं हैन अब यसको यो चाहिँ यो पनि कहाँबाट हुन्छ यो पनि एउटा अनसिन प्यासेज हुन्छ यानी कि यो चाहिँ तपाईको टेक्स्ट बुकबाट चाहिँ बाहिरको प्यासेज हुन्छ हैन सो यो दुईवटा चाहिँ सिन प्यासेज भयो हैन क्वेसन नम्बर अब चाहिँ हामी हेरौँ त क्वेसन नम्बर 1 एन्ड 2 मा चाहिँ हामी सिन प्यासेज पाउँछौं हैन जुन कि हाम्रो चाहिँ टेक्स्ट बुकको भित्रबाट हुन्छ नि यो चाहिँ त हाम्रो चाहिँ टेक्स्ट बुकको भित्रबाट आयो त्यसपछि क्वेसन नम्बर जुन कि 3 एन्ड 4 हुन्छ यो चाहिँ अनसिन प्यासेज भयो जुन कि चाहिँ हाम्रो टेक्स्ट बुकबाट बाहिरको आउँछ नि त यति छ मात्र यति हामी चाहिँ गर्छौं भने यो यति चाहिँ अब चाहिँ एउटा मोटिभेसन टाइपको भने यो इंग्लिशमा चाहिँ 1 to 4 को जुन क्वेसन हुन्छ नि 1 to 4 यसमा चाहिँ तपाईसँग लागेको जब चाहिँ तपाई कक्षा कोठामा चाहिँ पढ्नुहुन्छ भने तपाईसँग चाहिँ टेक्स्ट बुक पनि हुन्छ हैन र त्यहाँ चाहिँ एक्सरसाइजको कपी पनि हुन्छ हैन र यही दुईटाले युज गरेर हामी चाहिँ क्लासमा चाहिँ के कुरा पढ्छौं हैन अब सेम एक्जाममा पनि यस्तो हुन्छ तपाईसँग बुक पनि छ एक्सरसाइज कपी पनि छ अब ठ्याक्कै चाहिँ त्यहाँबाट हेरी चाहिँ यहाँ चाहिँ फिल अप गर्नुस् हैन जुन कि चाहिँ धेरै इजी भएको छ सो अब चाहिँ तपाईले क्वेसन नम्बर 1 to 4 सम्म एटेन्ड गर्नको लागि चाहिँ तपाईले के कुरा यादै गर्नु भएन तपाईसँग टेक्स्ट बुक पनि छ प्यासेज पनि त्यहाँ दिएको हुन्छ र त्यही कथामा चाहिँ हामीले जुन क्वेसनहरु सोधिन्छ त्यो हामीले चाहिँ भन्नुपर्छ यो कतिको इजी छ हैन सो हामी यति गर्छौं भने हाम्रो चाहिँ रिडिङ सेक्सन कम्प्लिट हामी गर्न सक्छौं हैन जुन कि चाहिँ हामी त्यही क्वेसनमा चाहिँ हाम्रो आन्सर पनि लुकेको हुन्छ हैन प्यासेज भित्र हैन त्यहीबाट हामी छानेर हाम्रो जति पनि टास्क दिएको हुन्छ त्यो सब हामी चाहिँ कम्प्लिट गरेर हामी चाहिँ राइट मतलब रिडिङ सेसनको चाहिँ हामी कम्प्लिट मार्क पाउन सक्छौं हैन अब हामी चाहिँ अघि बढौं हैन यति जानिसकेपछि अब हाम्रो आउँछ प्यासेज इन रिडिङ सेक्सन अब अब के छ त जुन हामी चाहिँ अहिले चाहिँ रिडिङ सेक्सनको कुरा गर्यो हैन यसमा चाहिँ कस्तो टाइपको प्यासेजहरु आउँछ हैन फर्स्टमा छ टेक्स्ट टाइप फर रिडिङ 3 हैन यो रिडिङ नम्बर 3 किनभने यो भन्दा अघिल्लो चाहिँ जुन हाम्रो 1 र 2 थियो त्यो त हाम्रो टेक्स्ट बुक भित्रैबाट आउँछ हैन अब क्वेशन नम्बर 3 एन्ड 4 को लागि कस्तो टाइपको चाहिँ प्यासेजहरु आउँछ हैन क्वेशन नम्बर 3 मा आउन सक्छ तपाईको स्टोरी आउन सक्छ नोटिस आउन सक्छ एडभर्टाइजमेन्ट आउन सक्छ प्रोडक्ट गाइड आउन सक्छ लेटर आउन सक्छ न्यूज स्टोरी आउन सक्छ ब्राउचर आउन सक्छ हैन त्यसपछि इन्ट्रोडक्सन वा म्यानुअल आउन सक्छ त्यसपछि डायरी एन्ट्री आउन सक्छ वा इन्टरभ्यु आउन सक्छ वा लेटर आउन सक्छ वा रेसिपी आउन सक्छ हैन यो मध्ये चाहिँ कुनै एउटा चाहिँ क्वेशन नम्बर 3 मा आउला त्यसपछि आउँछ क्वेशन नम्बर 4 हैन यसमा चाहिँ कस्तो टाइपको मतलब टेक्स्ट आउँछ भने यसमा आउँछ तपाईको बायोग्राफी भयो अटोबायोग्राफी भयो एस्से भयो त्यसपछि न्यूजपेपर भयो म्यागजिन आर्टिकल भयो साइन्स आर्टिकल भयो बुक फिल्म भयो हैन त्यसपछि हैन यहाँ के छ त बुक फिल्म रिभ्यू आउन सक्छ वा ट्राभलग आउन सक्छ वा एडिटोरियल आउन सक्छ वा रिपोर्ट वा ब्लग स्पोर्ट हैन त्यो टाइपको चाहिँ क्वेशन्सहरु चाहिँ हाम्रो क्वेशन नम्बर चाहिँ 4 मा आउन सक्छ किनभने 4 चाहिँ अलि लेन्दी टाइपको चाहिँ प्यासेज सोध्ने गर्छ यसमा चाहिँ तपाईले टोटल नम्बर अफ टेस्ट सिरिज हुन्छ जुन चाहिँ 40 क्वेशन हुन्छ हैन यसमा चाहिँ तपाईलाई 40 वटा क्वेशन फिल अप गर्नुपर्छ हैन र मतलब रिडिङ सेक्सनमा चाहिँ जति पनि प्यासेज हुन्छ त्यसको चाहिँ सबै एक्सरसाइजले काउन्ट गर्नुहुन्छ भने त्यो चाहिँ 40 आउँछ हैन र तपाईले चाहिँ 40 वटा चाहिँ टास्क चाहिँ कम्प्लिट गर्नुपर्छ हैन अब चाहिँ हाम्रो क्वेशन ट्याप हैन र यो जुन हामीले चाहिँ रिडिङ सेक्सनको बारेमा डिस्कस गर्यो यसमा चाहिँ क्वेशन ट्याप्सहरु कस्तो कस्तो आउँछ नि यसमा चाहिँ तपाईको ट्रू फल्स आउन सक्छ नि ट्रू फल्स आउँछ त्यसपछि फिल इन द ग्याप्स आउँछ मल्टिपल चोइस म्याचिङ अर्डरिङ एन्ड
सर्ट एन्सर क्वेसन त यी मध्ये चाहिँ मतलब डिफरेन्ट क्वेसन नम्बर 1 to 4 मा आउँछ हैन कुनैमा चाहिँ ट्रु फल्स आउन सक्छ कुनैमा चाहिँ फिल इन द ग्याप्स आउन सक्छ कुनैमा चाहिँ मल्टिपल चोइस आउन सक्छ वा म्याचिङ आउन सक्छ अर्डिङ आउन सक्छ वा सर्ट एन्सर क्वेसन हैन यी मध्ये चाहिँ कुनै पनि चाहिँ आफ्नो हाम्रो चाहिँ एक्जाम पेपरमा चाहिँ सोध्ने गरिन्छ न त हाम्रो चाहिँ क्वेसन नम्बर 1 देखि चाहिँ 4 सम्म हामी चाहिँ डिफरेन्ट कुराहरु चाहिँ अब हाम्रो चाहिँ क्लियर भयो हैन अब हामी अघि बढ्यो जुन कि अब हामी चाहिँ क्वेसन नम्बर 5 to 8 मा चाहिँ हामी के आउँछ त्यो हामी जान्छौं जुन कि चाहिँ टोटली चाहिँ हाम्रो कहाँबाट आउँछ त त्यो आउँछ हाम्रो राइटिङ सेक्सनबाट हैन अब हामी चाहिँ यहाँ हो अब चाहिँ राइटिङ सेक्सनमा चाहिँ राइटिङ सेक्सन मतलब फर्स्टमा आउँछ जुन कि चाहिँ यो 5 नम्बर भयो हैन यो 5 नम्बरमा चाहिँ के आउन सक्छ त प्याराग्राफ राइटिङ आउन सक्छ डिस्क्रिप्सन आउन सक्छ हैन डिस्क्रिप्सन अफ टेबल आउन सक्छ चार्ट आउन सक्छ डायलॉग आउन सक्छ अ सेट अफ इन्स्ट्रक्सन आउन सक्छ हैन रेसिपी आउन सक्छ एडभर्टाइजमेन्ट आउन सक्छ नोटिस एन्ड सेट अफ रुल्स एन्ड रेगुलेसन हैन यी मध्ये चाहिँ कुनै चाहिँ एउटा आउन सक्छ हाम्रो एक्जाम हैन यसमा हामी चाहिँ कति मार्क पाउँछ त 5 मार्क्स पाउँछ र यसमा हामीले चाहिँ कति कुरा लेख्नु पर्छ त्यसमा चाहिँ हामीलाई अबाउट 100 वर्ड को चाहिँ यी मध्ये चाहिँ के एउटा कुरा लेख्नु पर्छ हैन सो यसको लागि हामीले चाहिँ अलिकति चाहिँ प्रिपरेसन गर्नुपर्छ हामीले चाहिँ घरबाट नै चाहिँ पढेर जानुपर्छ तब चाहिँ माथि हामी चाहिँ गाइड मतलब राइटिङ सेक्सन कम्प्लिट गर्न सक्छ हैन यो भन्दा अघिल्लो जुन हामी चाहिँ रिडिङ सेक्सन पढ्यो त्यसमा चाहिँ हाम्रो चाहिँ टेक्स्ट मतलब क्वेशन पेपरमै चाहिँ टेक्स्ट प्यासेज पनि हुन्छ र त्यहीबाट हामीले चाहिँ छानी छानी हामीलाई चाहिँ आन्सर्सहरु चाहिँ भर्नु पर्छ हैन त्यो चाहिँ धेरै इजी भयो तर राइटिङको लागि चाहिँ हामीले सबमा चाहिँ के न के चाहिँ हामीले पढ्नुपर्छ तब चाहिँ माथि हामी चाहिँ कम्प्लिट गर्न सक्छौं हैन यो भइसकेपछि यो छ हाम्रो क्वेशन नम्बर 6 हैन जुन कि गाइडेड राइटिङ 2 रहेको छ यसमा पनि चाहिँ तपाई न्यूज स्टोरी आउन सक्छ स्केलेटन स्टोरी आउन सक्छ वा मेसेज अफ कन्डोलेन्स आउन सक्छ वा मेसेज अफ कंग्रेचुलेशन्स आउन सक्छ हैन वा इन्भिटेसन लेटर आउन सक्छ थ्यांक यू लेटर आउन सक्छ वा बायोग्राफी आउन सक्छ त यी मध्ये चाहिँ कुनै एउटा चाहिँ आउन सक्छ एक्जामको पेपरमा हैन र यसमा हामी चाहिँ 5 मार्क पाउँछ र यो चाहिँ यसमा पनि चाहिँ हामीलाई 100 वर्डमा चाहिँ लेख्नु पर्छ नि यो पनि अघि जस्तै हो सेम टु सेम हैन तर यसमा चाहिँ कन्टेन्ट जुन बीचको छ त्यो चाहिँ फरक छ हैन त्यसपछि छ फ्री राइटिङ हैन अब त्यो चाहिँ 7 थियो अब यो चाहिँ भयो 7 नम्बर हैन अब फ्री राइटिङमा चाहिँ कस्तो टाइपको क्वेशन आउला त हैन फ्री राइटिङमा चाहिँ तपाईलाई प्याराग्राफ हैन मतलब प्याराग्राफ आउन सक्छ ओपिनियन आउन सक्छ मतलब एक्सपिरियन्स आउन सक्छ एज एक्सपिरियन्स भयो फिल्म भयो न लिभ एप्लिकेसन भयो जब एप्लिकेसन एन्ड डायलॉग हैन जसमा चाहिँ तपाईले बडी क्रिएटिभिटीको चाहिँ यसमा चाहिँ इम्पोर्टेन्स छ तपाईको ब्रेनमा चाहिँ कुन टाइपको कुरा चलिरहेको छ त्यो टाइपको हामीले चाहिँ यसमा भन्नुपर्छ किनभने यो चाहिँ फ्री राइटिङको अर्थ के भयो यो चाहिँ फ्री भयो तपाईको पोइन्ट अफ भ्यू जस्तो छ तपाईको ओपिनियन जस्तो छैन तपाईको ब्रेनमा चाहिँ जुन हिसाबको क्रिएटिभिटी छ त्यो सबलाई युज गरेर हामी चाहिँ यो फ्री राइटिङ हामी चाहिँ बनाउँछौं हैन यसमा हामी चाहिँ कति मार्क पाउँछौं त्यसमा हामी चाहिँ पाउँछौं 6 मार्क हैन र यो चाहिँ कति हुन्छ यो चाहिँ अबाउट 150 वर्ड्स हैन यो चाहिँ 150 वर्डमा हामीलाई चाहिँ वर्डमा चाहिँ यसलाई भर्नु पर्छ जुन कि चाहिँ क्वेशन नम्बर 7 मा आउँछ हैन त्यो 7 मा चाहिँ हो छैन तब हामी चाहिँ यो पनि बुझ्यौ अब हामी हो फ्री राइटिङ 2 यानी कि यो भयो हाम्रो कति नम्बर त यो भयो हाम्रो क्वेशन पेपरको 8 नम्बर हैन अब 8 नम्बरमा चाहिँ के आउला त हैन के आउन सक्छ त्यसमा आउन सक्छ तपाईको पर्सनल अफिसियल लेटर भयो लेटर टु एडिटर भयो इमेल भयो हैन सर्ट एसे भयो त्यसपछि नरेसन भयो आर्गुमेन्ट के छ त आर्गुमेन्टेटिभ भयो त्यसपछि डिस्क्रिप्सन भयो हैन डायरी भयो न्यूजपेपर आर्टिकल भयो हैन बुक रिभ्यू फिल्म रिभ्यू हैन त यी मध्ये चाहिँ कुनै पनि एउटा चाहिँ एक्जाममा सोध्ने गर्ने छैन यसमा चाहिँ तपाई कति मार्क पाउनुहुन्छ त यसमा चाहिँ तपाईहरुले चाहिँ 8 मार्क पाउनुहुन्छ हैन यो 8 मार्क पाउनको लागि चाहिँ तपाईले 200 वर्डको चाहिँ जुन यसमा टास्क हुन्छ त्यो चाहिँ तपाईले फिल अप गर्नुपर्छ हैन र तपाई यो सब बनाउनुहुन्छ भने तपाईले चाहिँ 200 वर्ड लेख्नुहुन्छ भने तपाईले चाहिँ 8 मार्क चाहिँ तपाई इजिली पाउनु हुनेछ हैन यो भयो हाम्रो क्वेशन नम्बर 8 सम्म हामी चाहिँ अहिले आयो हैन त अघिको जुन राइटिङ थियो त्यसमा हामीले चाहिँ बढी पढ्नु पर्छ हैन मतलब त्यसमा चाहिँ बुझ्नु पर्छ र राइटिङमा चाहिँ हामीलाई बुझेर सम्झेर यसको चाहिँ जुन चार्ट छ जुन स्टाइल छ त्यो सम्झेर मात्रै हामी चाहिँ एक्जाम हलमा जाने तब चाहिँ मात्रै हामी चाहिँ राम्ररी त्यसमा क्वेशन बनाउन सक्छौं हैन अब चाहिँ हाम्रो मतलब रिडिङ पनि कम्प्लिट भयो हाम्रो राइटिङ पनि कम्प्लिट भयो अब पालो आयो क्वेशन नम्बर 9 एन्ड 10 जुन कि चाहिँ टोटली ग्रामर सेक्सन रहेको छैन अब हामी जाने कि ग्रामर सेक्सन कसरी पढ्ने र ग्रामर सेक्सनमा के टपिकहरु चाहिँ हामीले पढ्नु पर्छ यो पनि चाहिँ धेरै नै इम्पोर्टेन्ट होइन लाइक अब धेरैलाई कन्फ्युजन हुन्छ कि सर मेरो चाहिँ ग्रामर बलियो छैन अब चाहिँ कसरी पढ्ने के पढ्ने सो अब हामी चाहिँ यसको चाहिँ पुरै
तपाईलाई चाहिँ एक्सप्लेन गर्छु कि ग्रामरमा चाहिँ कुन कुन टपिक इम्पोर्टेन्ट छ र के हामीले चाहिँ पढ्नुपर्छ हैन। सो ग्रामरको लागि चाहिँ यसमा चाहिँ केही इम्पोर्टेन्ट टपिक्सहरू छैन। अब इम्पोर्टेन्ट टपिक्सहरू छ हैन, यसको चाहिँ तपाईँ क्लासमा पनि चाहिँ पढ्नु भएको होला हैन, नत्र हाम्रो चाहिँ यसै प्लेटफर्ममा चाहिँ सबको चाहिँ वान सर्ट भिडियो चाँडै आउने छैन। सो यो हाम्रो चाहिँ इम्पोर्टेन्ट टपिक्सहरूमा चाहिँ फर्स्टमा आउँछ हाम्रो आर्टिकल, त्यसपछि आउँछ सेकेन्डमा रहेको छ प्रिपोजिसन, थर्डमा रहेको छ टेन्स, फोर्थमा रहेको छ कनेक्टिभ हैन, त्यसपछि छ क्वेसन ट्याग छ हैन, त्यसपछि के छ त रिपोर्टेड स्पिच छ, त्यसपछि भोइस भयो हैन, त्यसपछि के छ त कन्डिसनल सेन्टेन्स भयो, त्यसपछि सब्जेक्ट भर्ब एग्रिमेन्ट भयो, त्यसपछि इन्ट्रोगेटिभ एन्ड नेगेसन भयो, त्यसपछि हाम्रो कजेटिभ भयो है, त्यसपछि मोडेल्स भयो र त्यसपछि रिलेटिभ प्रोनाउन भयो र 14 मा चाहिँ एडजेक्टिभ एन्ड एडभर्ब हैन। यो सब चाहिँ ग्रामरको चाहिँ इम्पोर्टेन्ट टपिक्सहरू हैन, यो सब चाहिँ तपाईँ पढ्नु होला हैन, यसैबाट चाहिँ एक्जाममा सोध्ने गरिन्छ। त्यसमा चाहिँ टोटल 14 वटा छैन, यो सब हामी चाहिँ पढेर बुझेर मात्रै हामी चाहिँ एक्जाम सेन्टरमा जाने, तब हामी चाहिँ ग्रामरको कम्प्लिट गर्न सक्छौँ। यो त भयो ग्रामरको इम्पोर्टेन्ट टपिक्सहरू हैन। अब क्वेसन कस्ता कस्ता चाहिँ सोध्ला त ल यसमा अब हामी चाहिँ जानौँ कि टाइप्स अफ क्वेसन हैन, यानी कि क्वेसन कुन हिसाबको चाहिँ आउँछ। यसमा यो आउँछ त हाम्रो चाहिँ 9 नम्बरमा र यो आउँछ 10 नम्बरमा हैन, र हाम्रो चाहिँ ग्रामरको पोर्सन यतिमा चाहिँ हाम्रो पुरै क्वेसन सकिन्छ। अब हामी हेरौँ कि हाम्रो चाहिँ 9 नम्बरमा चाहिँ कस्ता क्वेसन आउँछ। 9 मा चाहिँ तपाईलाई टेन्स आउँछ, क्वेसन ट्याग आउँछ, रिपोर्टेड स्पिच आउँछ, भोइस आउँछ एन्ड इन्ट्रोगेसन आउँछ, डब्लुएच क्वेसन जसले हामी भन्छौँ र नेगेसन पनि आउँछ हैन। त यति क्वेसन आउँछ। यसमा चाहिँ तपाईले कति मार्क पाउनुहुन्छ, यसमा चाहिँ तपाईँ 6 मार्क पाउनुहुन्छ, यानी कि तपाईँ टेन्स, क्वेसन ट्याग, रिपोर्टेड स्पिच भयो, भोइस भयो हैन, इन्ट्रोगेसन भयो, डब्लुएच हैन, डब्लुएच क्वेसन एन्ड यो के हो त नेगेसन हैन। यति हामी चाहिँ पढेर जान्छौँ भने हाम्रो चाहिँ ग्रामरमा हैन क्वेसन पेपरमा चाहिँ हाम्रो चाहिँ 6 मार्क आइहाल्छ, इजिली आइहाल्छ हैन। त्यसपछि आउँछ यो भयो 9 नम्बरमा चाहिँ 9 नम्बर क्वेसनमा चाहिँ ग्रामर आउँछ हैन, यो चाहिँ रिप्रोडक्सन वा ट्रान्सफर्मेसन टाइपको आउँछ। यसमा चाहिँ हामीले चाहिँ 6 मार्क पाउँछ र यसमा चाहिँ क्वेसनहरू यी सब मध्ये चाहिँ यसमा चाहिँ सोध्ने गरिन्छ हैन। अब कुरा आयो मल्टिपल चोइस इन कन्टेक्चुअल प्यासेज हैन, र त्यसपछि चाहिँ क्वेसन नम्बर 10 मा के आउँछ त क्वेसन नम्बर 10 मा चाहिँ मल्टिपल क्वेसन आउँछ हैन। यसमा चाहिँ प्यासेज हुन्छ, त्यहाँ चाहिँ अप्सनहरू दिएको हुन्छ र अप्सन छानी भर्नुपर्छ हैन। अब यसमा चाहिँ के आउँछ त ग्रामर जति पनि इम्पोर्टेन्ट चैप्टर हामी पढ्यो यही त हाम्रो चाहिँ यो 9 नम्बरमा आयो हैन। बाँकी सब कहाँ आउँछ त बाँकी सब चाहिँ क्वेसन नम्बर 10 मा आउँछ हैन। क्वेसन नम्बर 10 मा चाहिँ हामीले के पढ्नुपर्छ, हामीले पढ्नुपर्छ आर्टिकल पढ्नुपर्छ, प्रिपोजिसन पढ्नुपर्छ, टेन्स पढ्नुपर्छ, क्वेसन ट्याग पढ्नुपर्छ, भोइस पढ्नुपर्छ, रिपोर्टेड स्पिच पढ्नुपर्छ, कनेक्टिभ्स पढ्नुपर्छ, के छ त कन्डिसनल सेन्टेन्स भयो, सब्जेक्ट भर्ब एग्रिमेन्ट भयो न, त्यसपछि छ कजेटिभ भर्ब्स भयो हैन, त्यसपछि भयो मोडेल्स भयो, त्यसपछि के छ त एडजेक्टिभ एन्ड एडभर्ब्स भयो, त्यसपछि एन्ड रिलेटिभ प्रोनाउन्स हैन। त यति मध्ये चाहिँ क्वेसनहरू आउँछ हैन, र यसमा चाहिँ हामीले चाहिँ 5 मार्क पाउँछ हैन। यानी कि ग्रामरमा हामी चाहिँ यति मेहनत गर्यो, धेरै मेहनत गर्यो, यो क्वेसनमा हामी चाहिँ कति मार्क पाउँछ त मात्रै हामी 5 मार्क्स पाउँछ। तर ग्रामर चाहिँ यति मार्क किनभने यसमा चाहिँ 6 छ र यसमा चाहिँ 5 छ, दुईटैमा हामी एड गर्छौँ भने कति भयो त 11 भयो न। अब धेरै विद्यार्थीको कन्फ्युजन होला कि सर हामी ग्रामर त्यति पढेर मात्रै यो 11 मार्क मात्रै आउँछ भने यो चाहिँ त्यति त इम्पोर्टेन्ट लागिरहेको छैन, यसमा चाहिँ बढी ध्यान किन दिने। तर ग्रामरबाट नै हाम्रो चाहिँ इङ्ग्लिसको पुरै क्वेसन बन्छ। यदि हामी प्यासेजमा जान्छौँ भने त्यो चाहिँ कुन मतलब टेन्समा छ के छ त्यो सब लागि चाहिँ ग्रामर चाहिन्छ नै चाहिन्छ। सो इङ्ग्लिसको चाहिँ बेस ग्रामर हो होइन। सो हामीले चाहिँ इङ्ग्लिस इक्जाम भन्दा पहिला चाहिँ हामीलाई ग्रामर चाहिँ पर्फेक्ट र बेस्ट बनाउनु नै पर्छ, तब चाहिँ मात्रै हामी चाहिँ इक्जाममा राम्रो मार्क ल्याउन सक्छौँ होइन। र यति सब पढिसकेपछि हाम्रो चाहिँ जुन क्वेसन नम्बर 9 र 10 आउँछ होइन, र यो हाम्रो चाहिँ पुरै चाहिँ करेक्ट भयो भने हामी चाहिँ ग्रामरमा चाहिँ 11 मार्क हामी चाहिँ पाउन सक्छौँ आफ्नो इक्जाममा होइन। सो यो सब हामी चाहिँ बुझ्यौँ, अहिले हामी चाहिँ रिडिङ राइटिङ र ग्रामर पनि बुझ्यौँ होइन। अब चाहिँ हाम्रो चाहिँ तपाईँ सबको लागि चाहिँ अल द बेस्ट फर एससी इक्जाम 2082 होइन। अब चाहिँ हाम्रो इक्जामको पनि धेरै दिन बाँकी छैन, अहिले चाहिँ मार्च चलिरहेको छ। जुन टाइममा चाहिँ तपाईँ भिडियो हेरिदिनु यो भिडियो चाहिँ अपलोड भएको छ, अब चाहिँ केही दिन मात्रै बाँकी छ जसमा चाहिँ हामीलाई मजाले चाहिँ हामीलाई तयारी गर्नु छ, तब चाहिँ मात्रै हामी चाहिँ इक्जाममा चाहिँ राम्रो मार्क ल्याउन सक्छौँ होइन। र चाहिँ तपाईँहरूको लागि एउटा मेसेज छ, जोइन अवर अनलाइन क्लास बाई हाम्रो शिक्षा होइन। यदि चाहिँ तपाईँलाई अनलाइन क्लास जोइन गर्नु छ भने हाम्रो यस नम्बरमा चाहिँ कन्ट्याक्ट गर्नु र तपाईँले चाहिँ
धेरै कोर्सेसहरू नै र धेरै नोट्सहरू भयो, पिडिएफ्सहरू भयो, जुन कि हामी चाहिँ तपाईँलाई प्रोभाइड गर्छौँ, जसको थ्रु चाहिँ तपाईँको एक्जाम धेरै नै बेस्ट जान्छ होइन। सो आजको यस भिडियो हाम्रो चाहिँ यहीँ सकिन्छ। तपाईँलाई केही एक्स्ट्रा डिटेल चाहियो भने हाम्रो यस नम्बरमा चाहिँ कन्ट्याक्ट गर्नुहोस्, कल गर्नुहोस् होइन, र तपाईँले चाहिँ बाँकीको डिटेल चाहिँ तपाईँ पाउनुहुनेछ। र हामी फेरि चाँडै मिल्ने अर्को क्लासमा।